दाजुभाइको त्यो हुन्छ नि, नेताले गल्ती गर्छ, प्रहरीले दुःख पाउँछ। यहाँ हाम्रो प्रहरी दाजुभाइहरू बिचरा उहाँ कहाँबाट आउनुभएको मैले ठेगाना सोधेको छुइनँ। कहाँ उहाँको परिवारहरूलाई यहाँ आएर उहाँ सुरक्षा गरिरहनु पर्छ है। यी प्रहरी दाजुभाइहरू हाम्रो दाजुभाइ हो कि होइन? हो है। प्रहरी दाजुभाइको त्यो हुन्छ नि, नेताले गल्ती गर्छ, प्रहरीले दुःख पाउँछ। किनभने राज्यको संयन्त्र उहाँहरू एउटा मेसिन जस्तो काम गर्नुपर्ने हुन्छ। प्रहरीले आफूले निर्णय गर्दैन होइन, आदेशको पालना गर्छ। तर पनि के हो त भन्दाखेरि प्रहरी बिना राज्य नचल्ने त्यो खालको संयन्त्र हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि प्रहरी दाजुभाइहरूलाई भन्न चाहन्छु, कति आन्दोलनमा दुःख पाएको देख्छु। किन गर्नुपर्ने आन्दोलन भन्छु के म चाहिँ, किन गर्नुपर्ने आन्दोलन भयो? को ठुलो हुन्छ यहाँ कसलाई कसलाई कुटेर है, कसले कसलाई तपाईँको हानेर को ठुलो हुन्छ? मान्छे मार्नु पर्दैन, मान्छे आफै मरेर जान्छ। मरेर जाँदैन? हामी जन्मेपछि मृत्यु लिएर आएको कि होइन? अनि त्यो आफै मरेर जाने मान्छेलाई किन मारिराख्नु?